लैंगिक समानता र सामाजिक समावेशीकरणको उद्देश्यका साथ सुनवर्षे नगरपालिका वार्ड नम्बर 8 मा महिलाका लागि उद्घोषण तालिम 2083 सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा तथा सप्ताश्वर मिडिया प्रणालीको सहकार्यमा हरिश्चन्द्रगढी आधारभूत विद्यालय सुनवर्षे 8 मा एक दिने तालिम सम्पन्न भएको हो। महिलाहरूलाई सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्न सक्ने, महिला हिंसा तथा महिला अधिकारका विषयमा आफ्ना धारणा प्रभावकारी रूपमा व्यक्त गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। वडा अध्यक्ष अनवर मियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुस्लिम समुदायका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। 50 जना महिला परीक्षार्थीको सहभागितामा भएको कार्यक्रम महिलाहरूलाई सामाजिक, शैक्षिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष मियाले महिलाहरूलाई सामाजिक, शैक्षिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। उनले महिला अधिकार, लैंगिक समानता तथा हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन महिलाहरू स्वयं बोल्न सक्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने हुनुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। तालिममा वडा सचिव कैसर आजमी, वडा सदस्य पर्वतलाल सिंह गन्जाई, महिला वडा सदस्य सुफिया नाज, हरिश्चन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक मोहम्मद जमाल उद्दिन तथा सशस्त्र प्रहरी बल नेपाल सिक्टी बीओपीका इन्चार्ज इन्स्पेक्टर विनोद थापा लगायतको उपस्थिति रहेको थियो। उनीहरूले परीक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै वडा सदस्य सुफिया नासले महिला अधिकार, लैंगिक समानता तथा हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन महिलाहरू स्वयं बोल्न सक्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने हुनुपर्ने उल्लेख गरिन्। तालिममा शब्दाक्षर मिडिया प्रणालीका सम्पादक माधव काफ्लेले उद्घोषण, कला, सार्वजनिक बोलाइ, आत्मविश्वास विकास, महिला अधिकार तथा लैंगिक समानता सम्बन्धी विषयमा सहजीकरण गरेका थिए। त्यसैगरी स्थानीय सञ्चारकर्मी तथा आवरप्रदेश.com का सञ्चालक पारस मण्डलले समेत सहजीकरण गरेका थिए। सहभागी महिलाहरूले तालिमले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास बढाएको, कार्यक्रम सञ्चालन सम्बन्धी ज्ञान तथा सिप हासिल भएको र महिला अधिकार तथा हिंसा विरुद्ध आवाज उठाउन थप प्रेरणा प्राप्त भएको बताएका छन्।